to my channel and in another video. I hope you people are doing well and good. So it's already December, end of the year. र धेरै दिनपछि चाहिँ I'm back हैन र यो पछाडिको जुन चाहिँ झमेलाहरू देखेर तपाईहरुलाई याद भइसक्यो एन्ड टाइटल हेरेर पनि याद भइसक्यो कि आजको भिडियो के हुनेवाला छ भनेर सो आज चाहिँ I'm going to show you the my winter collection त्यो कॉर्ड सेटहरु विन्टर वेयर जुन चाहिँ मैले अनलाइन शपिङ गरेको थिएँ हो त्यो चाहिँ म देखाउँछु कुन चाहिँ रिसेन्ट मैले किनेको र कुन चाहिँ एकदम 1-2 वर्ष पनि भइसकेको छ है त्यो चाहिँ मैले पहिलाको अकाउन्टहरुमा देखाएको नै थिएँ इफ लेट्स start with the first product. My first product is यो वाला कॉर्ड सेट यस्तोहरु त है कस्तो ब्ल्याङ्केट जस्तो तातो हुन्छ यहाँ हेर्नुस् न Look at the product एकदमै भित्र पनि यस्तो छ हो त यो चाहिँ अप्पर रो यसको लोवर चाहिँ यस्तो छ यस्तो चाहिँ एकदमै तातो हुन्छ है ब्ल्याङ्केट ओढेर बसेदिकै हुन्छ हेर्नुस् अन्त यसको प्राइस र केहरु चाहिँ म यहीँनेर साइडमा राखिदिन्छु है प्राइस चाहिँ यु क्यान चेक इट आउट किनभने प्राइस चाहिँ एकदमै फ्लक्चुएट भइरहेको हुन्छ कोही बेला बेसी कोही बेला कम्ती भइरहेको हुन्छ तर यो चाहिँ एकदमै दामी छ हो दिस आई बट इट फर माई आमा र यो चाहिँ थियो फर्स्ट प्रोडक्ट नाउ लेट्स प्रोसिड टु द सेकेन्ड वान मेरो यही कलरमा मेरो पनि सेम छ तर नट द सेम डिजाइन त्यो मेरो यो के भन्छ इन्स्टाग्राममा एउटा त्यो च्यानल छ नि जो म यहाँ दिन्छु हैन त्यहाँनिर चाहिँ मैले मैले किनेको छु त्यसको चाहिँ फिडब्याक टाइपको मतलब त्यो प्रोडक्टहरुको भिडियो बनाइराख्छु नि त सो इफ यु आर नट देयर प्लिज डु फलो मी यो पनि मैले मिशोबाटै लिएको 300 समथिङ परेको थियो 300 कि 400 यस्तो समथिङ के कति परेको थियो एकदमै राम्रो छ यो पनि यो चाहिँ वुलनको हो यहाँनिर यस्तो छ यहाँनिर चाहिँ सो या दिस इज अल्सो गुड नेक्स्ट चाहिँ आई हेभ दिस प्रिटी नाइट यो कॉर्ड सेट हेर्नुस् न यो चाहिँ वेलभेट खालके छ हो भित्र पनि यस्तो खालके छ यहाँनिर र अगाडिको डिजाइन चाहिँ हेर्नुस् त दामी छ अगाडि चाहिँ यस्तो छ यहाँनिर लुक एट नेकमा चाहिँ यस्तो खालके छ एन्ड यहाँ पकेटमा पनि यु विल गेट दिस टाइप अफ डिजाइन र यो चाहिँ यहाँनिर पकेट छ भनेर चाहिँ एकदमै मन परेको मलाई हैन खासमा त्यो देखाउनु चाहिँ मरुन खालके देखाएको थियो कि आउँदा चाहिँ यस्तो कलर आयो तर पनि केही छैन तातो चाहिँ तातो छ है र यसको लोवर चाहिँ यस्तो छ सिम्पल छ यसको लोवर चाहिँ So yeah, this is my third product and अर्को ट्राउजर बङ्कर्सको है बङ्कर्सको त यो नो कस्तो दामी क्वालिटी हुन्छ है र विन्टरको लागि चाहिँ एकदमै सुबिस्ता र कम्फर्टेबल छ यो चाहिँ सो यु क्यान चेक इट यु क्यान गेट इट फ्रम फ्लिपकार्टमा पनि पाउँछ बङ्कर्सकै वेबसाइटमा पनि पाउनुहुन्छ लेकिन मैले चाहिँ यो मिन्त्राबाट मगाएको थिएँ र एकदमै दामी छ है र नेक्स्ट मेरो यस्तै यो बङ्कर्सकोबाट मेरो अर्कै एउटा यस्तो सेम ब्ल्याकमै छ त्यो चाहिँ वाइड लेगवाला हो अन्त दिस इज माई फर्स्ट पर्चेस फ्रम सवाना यो किनेको थिएँ मैले सवानाबाट निटेड आउटर भन्नु के भन्नु तर एकदमै राम्रो आयो है यो चाहिँ मेरो फर्स्ट पर्चेस थियो सवानाबाट त्यहाँबाट चाहिँ उता मैले किनेको छुइनँ है र यो पनि एकदमै राम्रो छ This goes really well with त्यो वाइड लेगवाला यो बङ्कर्सको ट्र्याकसँग चाहिँ दामी देख्छ इज फ्रम Amazon यो चाहिँ खासमा चाहिँ वाइट देखाएको थियो कि तर यहाँनिर कस्तो वाइटै देख्दैछ होला तर दिस इज नट एक्ज्याक्टली वाइट क्या यो चाहिँ कस्तो भन्नु त ग्रे वाइटिश ग्रे खालको हुन्छ नि हो त्यस्तो खालको छ एन्ड या यसको पनि यो चाहिँ राम्रो आएको छ क्वालिटी चाहिँ एकदमै राम्रो छ तर कलर चाहिँ भएन फेरि पनि मैले राखेँ हो This I got it for 300 something. खासमा यो ट्राउजर चाहिँ वाइट ट्राउजर चाहिँ किन मगाएको भने म तपाईहरुलाई भन्छु यो स्वेट शर्टसँग चाहिँ लाउनु मनलाई किनेको थिएँ यो स्वेट शर्ट चाहिँ मैले मिशोबाटै लिएको हो यो चाहिँ भित्रबाट यस्तो फ्लिश टाइपको छ यहाँनिर
अन्त योसँग लाउनुको लागि चाहिँ मैले खासै गरी चाहिँ यो ट्राउजर मगाएको थिएँ, लेकिन सेतो मलाई फुल वाइट चाहिएको कि, त्यही भएर चाहिँ मैले यो लाउनै पाएको छुइनँ, त्यही भएर मैले यो पनि लगाएको छुइनँ। हेरौँ अब कहिले हुन्छ। तर राम्रै देख्छ होला योसँग पनि लाउँदाखेरि। एन्ड या हेर्नुहोस् न, मलाई आजकल फेरि हुन्छ नि, पहिला पहिला चाहिँ मलाई पुरा त्यो लाइट कलरहरू मनपर्थ्यो कि, अहिले फिलहाल चाहिँ मलाई कस्तो हुन्छ नि त्यो ब्राइट कलरहरू पनि मन पर्न थालेको छ। तर नट एभ्री टाइम, कोही कोही बेला चाहिँ लाउनु मलाई मनै पर्छ हो। र यो पनि ठिकै छ। इन्स्टाग्राममा हुनुहुन्छ भने चाहिँ यु मस्ट ह्याभ सिन दिस, यो वाला नाइक सु। दिस इज वान अफ माई फेभरेट। यस्तो तातो हुन्छ, यस्तो तातो हुन्छ कि। र हेर्नुहोस् न, लुक एट द डिजाइन, आई जस्ट लभ दिस। यो बो, आई जस्ट लभ दिस बो। यो चाहिँ अप्पर हो, यो चाहिँ हल्का यहाँनिर यस्तो खालको छ, कस्तो भन्दा जामा खालको हुन्छ नि, अलिकति लङमै छ यो चाहिँ, र एकदमै तातो। सो यु मस्ट गो फर इट। यो चाहिँ मैले मिसोबाटै किनेको हो। कतिजनाले चाहिँ भन्नुहुन्छ द्याट मिसोबाट चाहिँ एकदमै राम्रो सामान आउँदैन भनेर, तर मैले जति पनि लाइक वाट एभर आई हेभ पर्चेस टिल नाउ होइन, सबै राम्रै नै आएको छ मेरो लागि चाहिँ। र त्यसको चाहिँ यो चाहिँ लोवर हो, लोवर चाहिँ यस्तो सिम्पल छ, र यहाँ तल चाहिँ यस्तो फ्रिल खालको यहाँनिर इलास्टिक छ, र एकदमै दामी छ। यो चाहिँ तातो हुन्छ, रियली गुड फर मी। यो पनि आई गट इट फ्रम मिसो नै। यो त एकदमै ट्रेन्डी नै भइरहेको छ है। यो चाहिँ दिस इज द अप्पर वान, यो चाहिँ अप्पर वान हो। लोवर पनि सिम्पल छ, यहाँनिर युल गेट द जगर्सहरूको जस्तो त्यहाँ तल चाहिँ इलास्टिक हुन्छ होइन। यो चाहिँ किनेको इट्स बिन लाइक 2 years त भयो होला, त्यही लागि यसको हालत पनि यस्तो भइरहेछ। नाउ द लास्ट वान, यो चाहिँ मैले फर्स्ट मिसोबाट किनेको। इट वाज, आई गट इट फर 400 कि 500मा किनेको त्यतिखेर। यो चाहिँ मेरो फर्स्ट पर्चेस थियो मिसोबाट। हेर्नुहोस् यो वाला, यसको पनि सेमै छ, तल त्यो जगर्सको जस्तो इलास्टिक छ है। यो चाहिँ पुरा त्यो धुँदा ओर्दा, यो त 2-3 वर्ष, 3 त होइन 2 वर्ष चाहिँ भयो होला सायद, बेसी धुँदा पुरा पतला भइसकेको छ। यो चाहिँ यसको अप्पर हो, सिम्पल छ, त्यस्तो केही छैन है। अल फर टुडे गाइज, थ्याङ्क यू फर वाचिङ। आई होप यु अल इन्जोयड त के भन्नु। अगर तपाईँहरूलाई कुनै पनि मन पर्यो भने जस्ट गो फर इट, बिकज एभ्रिथिङ द्याट आई पर्चेस टिल नाउ वाज रियली गुड। एन्ड या त्यति नै थियो। थ्याङ्क यू फर वाचिङ। नाउ आई विल बी मेकिङ माई वेस्टर्न वेयरको पनि, एन्ड मैले कतिवटा साडीहरू पनि मगाएको छु कि यो मिसोबाटै। सो या आई विल सेयर त्यो पनि। So yeah, till then, see you in the next video. Bye bye, take care.